दर्शकबिन सामाजिक सञ्जालमा आफूलाई रेसलर नेपाली बुढो भनेर चिनाउने 42 वर्षीय कुमार थापाले भर्चुअल दुनियाँको लाइक र भ्युजको अहंकारमा कानुनलाई नै हातमा लिएर आफ्नै श्रीमती ईश्वरी भुजेलको घाँटीमा चक्कु प्रहार गरी जमदन्ने हत्या गरेपछि अहिले सामाजिक सञ्जालमा एकदमै यो भिडियो आइरहेको छ साथीहरू। उनी यति बेला प्रहरीको खोरमा पुगेका छन्। दर्शकबिन जहाँ हत्या अघि ज्यानको सुरक्षा माग्दै मृतकले दिएको उजुरीलाई व्यवस्था गर्ने बालाजु प्रहरीले चरम लापरवाहीमाथि गम्भीर प्रश्न उठाउँदै आफ्नै छोरा र आक्रोशित आफन्तहरूले सत्य तथ्य छानबिन तथा कडा कारबाहीको मागसहित प्रदर्शन गरिरहेका छन्। दर्शकबिन नेपाली बुढोले आफ्नै श्रीमती हत्या गरेको भन्ने कुरा छ। यस्ता अपराधिक र जनधन्य घटना घटाउने जोसुकै होस् दर्शकबिन, त्यसलाई एकदमै कडा भन्दा कडा कारबाही गर्नुपर्छ। के कारबाही गर्दा ठिक होला तपाई आफै कमेन्ट गर्नुस् र यो भिडियोलाई शेयर पनि गर्नुस्। यस्ता करुर घटना घटाउने अपराधीलाई के सजाय दिँदा ठिक हुन्छ दर्शकबिन कमेन्ट गर्नुस्। के सजाय दिने होला।